पिकअप हेर्नु न यसको पिकअप आम्मामामामामा 80-90 जति यसै छुँदैछ एकछिनमै 3-4 नम्बरमै मैले खोलेर भरे नटहरू यता उता हुन्छ कि त्यसलाई याद छ नि कहाँ कसरी खेल्नु मलाई त याद छैन त्यति हो ल त्यसो भए सो हेलो गाइस व्हाट्सअप ब्युटिफुल पिपल सो आज नयाँ दिन होइन टक्कै के गर्नु आँटेको छु भन्दाखेरि चाहिँ म चाहिँ फेरि यहाँ सधैँ जस्तै जागिरको वर्कसपमा छु होइन सो आज चाहिँ के गर्नुपर्ने छ भन्दाखेरि चाहिँ टक्कै के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ थर्टल बडी जुन चाहिँ एउटा थर्टल लिने एउटा जुन चाहिँ पोइन्ट हुन्छ मेरो बाइकको यहाँ छ बाइक होइन अब भित्र हालिरहेको छु यसको चाहिँ अब थर्टल बडी क्लिन गर्नुपर्ने छ होइन त्यही कारण चाहिँ म आइरहेको छु यहाँ ग्यारेज वर्कसपमा त्यहाँदेखि उहिले छोटोले छैन काम गर्दै रहेछ त्यो टायर चेन्ज गरिसकेपछि यसको काम गर्नु पऱ्यो अब हो सो स्टे ट्युन होइन म देखाउनेवाला छु होइन मैले पनि त्यो सबै ट्युटोरियल हेरिकन आएको थियो कसो के गर्नुपर्छ भनेर आफूले पनि नलेज राख्नैपर्छ होइन आफ्नो बाइकमा के गर्दैछ कसो गर्दैछ भनेर होइन त्यहाँदेखि अब यसको चाहिँ थर्टल बडी चेन्ज गर्दाखेरि के खोल्नु पर्ने रहेछ के गर्नुपर्ने रहेछ म सबै देखाउँछु सो बी विथ मी गाइस A few moments later. सो अब सबै खोल्नु थाल्यो होइन के खोल्नुपर्छ भन्दा मतलब चाहिँ यसको यो ट्याङ्की खोल्नु पऱ्यो हो फर्स्टमा डल्लै खोल्नु पऱ्यो त्यहाँदेखि यसको मुनि जुन चाहिँ हाम्रो यो कभर मात्रै बाहिरभित्रको त्यहाँदेखि यो भित्र ट्याङ्की हुन्छ ट्याङ्की पनि होइन त्यो खोलेपछि त्यहाँदेखि यो एयर फिल्टरको यो खोल्नुपर्छ डल्लै बक्सै खोल्नुपर्छ डल्लै एयर फिल्टरको माथि मात्रै होइन डल्लै ऱ्याकै निकालेर चाहिँ होइन यो गर्नुपर्ने हुन्छ त्यहाँदेखि यसको भित्र चाहिँ टोटल बडी हुन्छ सो यतै गर्नु सुसेक्दैछ केही पनि छैन बाइकमा सबै निकालिसक्यो हो टक्क होइन यही हो रेक्टिफायर भने चाहिँ यो हो आउटलेट र इनलेट भन्ने हुन्छ हो यो रेक्टिफायर अरे टोटल बडी क्या बोल्थ्यो हाम्रो आराम से करना है सो यो टोटल बडी चाहिँ निक्लिसक्यो होइन सो हेर्नुमा यो खालको मैला भइरहेको थिएछ अन्त अब सेतो यो सिल्भर कलरको हुने चाहिँ अब हेर्नु न कालो न कालो भइरहेको छ होइन सो अब सफा गरौँ यसलाई होइन सफा गरेपछि चाहिँ अब कस्तो यो आउटलेट पऱ्यो इनलेट पऱ्यो हेर्नु न अब सो यो सफा गर्नु लागि चाहिँ अब यो चाहिँ टोटल बडी हो सफा गरौँ है 2000 years later. कस्तो थियो होइन अहिले सफा भएर हेर्नु न सबै नयाँ सेन्सरहरू सबै सफा गऱ्यो हो सबै सो अब यसलाई चाहिँ लगाउनु मात्रै बाँकी छ होइन पक्राउ सबै लगाउनु मात्रै छ होइन अब यसमा लगायो त्यहाँदेखि सबै जोड्नु मात्रै सामान बाँकी छ सो अब एकैचोटि अब डल्लै जोडेर हेरौँ है थर्टल बडी क्लिन गरेर आमा यसको पावर पर्फर्मेन्स निकै बढ्यो होइन पहिलाको भन्दा चाहिँ